साथीहरू, के तपाईलाई विश्वास छ जम्मा 7 दिनको तयारीले तपाईको पुरै जिन्दगी बदल्न सक्छ? हो, सही भन्नुभयो। आज म तपाईलाई एक यस्तो स्कलरशिप सक्सेस फर्मुला बताउन गइरहेको छु जुन यदि तपाईले आजैदेखि अपनाउनु भयो भने महानगर जस्तो छात्रवृत्ति पास गर्नु तपाईको लागि गाह्रो हुने छैन। 7 डेज स्मार्ट तयारी इक्वल टु 1 डेज सुनौलो अवसर इक्वल टु उज्यालो भविष्य। अब तपाईको हातमा छ यो मौकालाई कसरी प्रयोग गर्ने हो। त्यसैले भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस् किनकि म बाँड्दैछु यस्ता टिप्सहरू जुन तपाईको तयारीलाई पूर्ण रूपले बदल्नेछन्। अनि यो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। महानगर स्कलरशिप यो केवल एउटा परीक्षा होइन, यो अवसर हो, एउटा यस्तो प्लेटफर्म जसले तपाईको भविष्यलाई मोड दिन सक्छ। तर प्रश्न छ के 7 दिनमा यो सपना साकार पार्न सकिन्छ? उत्तर छ हो, सकिन्छ। यदि तपाईसँग फर्मुला छ भने आजको लेखमा हामी बुझ्नेछौँ कसरी 7 दिनको तयारीले नतिजा बदल्न सक्छ, कुन स्ट्राटेजीले तपाईलाई टपमा पुर्याउन सक्छ। मानसिक शक्ति, टाइम मास्टरी र स्मार्ट पढाइ के हो? सबभन्दा पहिला तपाई आफ्नो सोच परिवर्तन गर्नुहोस्। पढ्न समय छैन होइन, समय बनाउनु हो। हामी अवसर भन्ने गाह्रो छौँ। अब समय छैन, अब थोरै मात्र बाँकी छ। तर सक्सेसफुल विद्यार्थीले यस्तो भन्छन्, थोरै दिन बाँकी छ, यही अवसर हो जुन सबैभन्दा ठुलो प्रेरणा बन्न सक्छन्। 7 दिन इक्वल टु 168 घण्टा। तपाईले यदि हरेक दिन 3-4 घण्टा स्मार्ट फोकस दिएर पढ्नुभयो भने कुल 25 प्लस इफेक्टिभ स्टडी आवर तयार हुन्छन् जुन मोक टेस्ट प्लस फर्मुला प्लस टप क्वेश्चन्स रिभाइज गर्न पर्याप्त छन्। नम्बर 2, के तपाईलाई थाहा छ सक्सेस फर्मुला इक्वल टु 3M स्ट्राटेजी हो? माइन्डसेट प्लस मेथड प्लस मास्टरी इक्वल टु सक्सेस हुन्छन्। यसलाई एकछिन बुझौँ हामी। माइन्डसेट भनेको जित्ने आत्मविश्वास, बिहान उठ्ने बित्तिकै बोल्ने म सक्षम छु, म तयारी गरिरहेछु, म स्कलरशिप जित्न सक्छु। डर होइन, फोकस र फ्याट चाहिन्छ। साथीको पढाइ नहेर्ने, मोबाइलमा डिस्ट्र्याक्सन बन्द गर्नुहोस्, बाहिरको कुराभन्दा भित्रको आगो बाल्न। मेथड, पढाइको स्ट्राटेजी। अब थोरै समय छ, धेरै पढाइ सम्भव छैन, त्यसर्थ टप 20 टार्गेट टपिकमा ध्यान दिनुपर्छ। गणितमा ध्यान दिनुपर्ने कुराहरू 7 फोकस एरिया छन्। प्रतिशत, ब्याज, अनुपात, लाभ, हानि, त्रुटि, समीकरण, क्षेत्रफल, यी कुराहरूमाथि बढी ध्यान दिनुहोस्। विज्ञानमा ध्यान दिनुपर्ने 5 वटा फोकस एरिया छन्। रक्त प्रणाली, उष्मा, गति र बल, तत्त्व र योगी। अङ्ग्रेजीमा चाहिँ फोकस गर्नुपर्ने कुरो हो टेन्स, प्रिपोजिसन, आर्टिकल, साइनोनिम, इन्टोनिम, सेन्टेन्स करेक्सन। त्यसपछि कुरो सामान्य ज्ञानको गरौँ। संविधानको धारा, राष्ट्रिय चिन्ह, समसामयिक घटना, प्रदेश, राष्ट्रपतिको नाम, बजेट, नीति आदि कुराहरूमा ध्यान दिनुपर्छन्। तपाईले यो सबैलाई A4 साइजमा नोट बनाउनुहोस्। पावरफुल फर्मुला सेट जुन हरेक दिन हेर्न मिलोस्। त्यसपछि बुझौँ MQ मास्टरी, अभ्यास प्लस मोक टेस्ट। हरेक दिन कम्तीमा मोक टेस्ट हल गर्नुहोस्, टाइम बाउन्ड गरेर। गलत उत्तरको लागि छुट्टै कपी बनाउनुहोस्। टेस्ट पछि तुरन्त रिभाइज गर्नुहोस्। यसले अभ्यास होइन प्रयोगको अनुभूति दिन्छन्। लास्ट डेमा रिभाइज गर्नको लागि तपाईसँग मास्टर सेट प्लस रङ एन्सर कपी इक्वल टु कम्प्लिट तयारी हुनुपर्छ। कुरो गरौँ अब नम्बर 3, समय प्रबन्धन। 2 घण्टा दैनिक इक्वल टु सफलताको सर्टकट रुटिन। यस्तो लेख्नुहोस्, समय कार्य, बिहान 20 मिनट फर्मुला सेट रिभाइज गर्ने, दिउँसो 30 मिनट साइन्स म्याथको टप क्वेसन अभ्यास गर्ने, साँझको 30 मिनट अङ्ग्रेजी ग्रामर डिल गर्ने, रातिको 40 मिनट मोक टेस्ट प्लस गलत प्रश्न रिभाइभ गर्ने। सुत्नु अघि पोजिटिभ अफर्मेसन बोल्नुहोस्, उठेपछि कन्फिडेन्स रिबुट गर्नुहोस्। अब कुरो गरौँ नम्बर 4, तपाईको वाइ किन भन्ने उत्तर दिनुहोस्। जब थुक्नुहुन्छ, जब मन पढ्न मान्दैन, याद गर्नुहोस् तपाईको वाइ। म स्कलरशिप जितेर घरको अभिभावक बन्न चाहन्छु, म प्रमाणित गर्न चाहन्छु कि म पनि सक्छु, यो मेरो लागि हो, अरूको लागि होइन। यसैले वाइले तपाईलाई 7 दिन ननस्टप तयार बनाउँछन्। निष्कर्ष, मेट्रोपोलिटन स्कलरशिप जित्ने खेल केवल पढ्ने मात्र होइन, सही तरिकाले पढ्न सिक्ने जित्छन्। 7 दिनको तयारी यदि योजनाबद्ध र मानसिक दृढताका साथ गरियो भने 1 दिनको जिन्दगी सिर्जना गर्छन्। यो अवसर तपाईको लागि हो, आजैबाट सुरु गर्नुहोस्। अन्तमा म तपाईलाई भन्न चाहन्छु यदि तपाईँ यो फर्मुला अपनाउनुहुन्छ भने म तपाईको लागि तयारी गरिदिन्छु 7 डेज पार्टिसन प्लान, 100 टप मोस्ट एक्सपेक्टेड क्वेश्चन्स, पावरफुल रिभिजन सेट PDF। च्यानललाई लाइक, सब्स्क्राइब, सेयर गर्न चाहिँ नबिर्सिनुहोला।